के हो त कास्ट सिस्टम? नेपालमा कास्ट सिस्टम सिद्धियो भन्न त धेरैले भन्छन् कास्ट सिस्टम सिद्धिसक्यो, तर यो बहिनीको कुरा सुन्नुहोस् त के भन्छ बहिनीले। हिन्दू रिलिजनको सबभन्दा मन नपर्ने कुरा भनेको नि मलाई कास्ट सिस्टम क्या। म आफै बाहुन हो, आफै उपाध्याय बाहुन हो, त्यही पनि मलाई मन पर्दैन क्या। मलाई म बाहुन भएँ भनेर भन्दैमा मलाई अरू मान्छेलाई निचा देखाउन मन लाग्छ भन्ने पनि हुँदैन नि त। मलाई त्यो मन पर्दैन क्या। त्यो निचा देखाएकै हो, त्यो निचै देखाएको हो। त्यो अरू केही सिस्टम छैन। उनीहरूलाई के भन्छ हस्पिटलमा जाँदाखेरि जस्तो रगत पनि युज हुन्छ उनीहरूको शरीरमा, किडनी ट्रान्सप्लान्ट गर्नु पर्यो भने जस्तो पनि किडनी लिन्छन् उनीहरू। तर होइन, अरू बेला चाहिँ कास्ट सिस्टम उनीहरूलाई चाहियो। यो भनेको नि आफू सुपेरियर अरूलाई इन्फेरियर बनाउनकै लागि हो क्या। यो नाटक हो, यो सबै नाटक हो। यो हटाओ जे अनि अर्को भनेको पब्लिकली ह्युमिलिएट गरेर, पब्लिकली नै ह्युमिलिएट गर्नुपर्छ। एउटा ट्रेन्ड बनाउनुपर्छ पब्लिकली जब यिनीहरूको बेइज्जत हुन्छ नि। अनि सेकेन्ड भनेको फाइन यति धेरै लाओ, त्यसमा यति धेरै फाइन लाओ कि मान्छे तर्सियोस् क्या। जब मान्छेको गोजीबाट पैसा निस्किन्छ नि, कमाएको पैसा फाइनमा तिर्नुपर्छ नि, तब मान्छेको मुख र दिमाग नि आफै स्टप हुन्छ क्या, आफै स्टप हुन्छ। यति दुइटा गर त आफै स्टप हुन्छ। पब्लिकली ह्युमिलिएट गर्ने अनि त्यो अर्को। अनि मेरो साथीहरू पनि छन् के भन्छ विश्वकर्मा केहरू। हामी सरस्वती पूजामा जाँदा त्यस्तो केही भएको थिएन, केही पनि हुँदैन थियो होइन, नर्मली नै जान्थ्यौँ। तर कति ठाउँमा त सरस्वती पूजामा तल्लो जात भनेर त्यस्तो गर्दा रहेछ क्या। तिनीहरूलाई ह्युमिलिएट गर न। तिनीहरूको त यो लास्टै हो त। यस्तो घटिया चिज हो नि, यस्तो घटिया चिज हो। म त लास्टै मन पर्दैन क्या। पारो तातेर आउँछ क्या। अनि खुन पनि यिनीहरूलाई हस्पिटलमा पनि मर्न। हाम्रा समाजमा अहिले पनि कही मान्छे यस्ता छन् जसले भेदभाव गर्छन्। काश यो बहिनीको जस्तो सोच सबैको हुन्थ्यो, हुनु पनि पर्छ। जेनजी आन्दोलनपछि धेरै चिज सोच मेबी सायद चेन्ज हुनेछ, नयाँ जेनेरेसनले ल्याउनेछ। यस्तै सोच राम्रो गराएर अगाडि बढ्नुहोस्। धन्यवाद। जय नेपाल।